झाँक्री गुफा। आट्राई तेह्रथुम सामथाङ स्थित रहेको झाँक्री गुफा एक ऐतिहासिक पर्यटकीय स्थल हो जहाँ लिम्बू संस्कृतिलाई झल्काउने धेरै कुराहरू छन्, जस्तै सिलामसाकमा। सिलामसाकमा लिम्बू जातिहरूको संस्कार, संस्कृति र जीवनको एक प्रतीक हो। सिलामसाकमा फरक 3 शब्दको संयोजनबाट बनेको छ भने लिम्बू भाषामा सीको अर्थ मृत्यु, लामको अर्थ बाटो र साकमाको अर्थ छेक्नु, थुन्नु अथवा रोक्नु भन्ने बुझिन्छ। सिलामसाकमाले मानिसको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले घरको मूल खम्बाको शिरमा वा अन्य कुनै चोखो ठाउँमा राख्नुपर्छ भन्ने विश्वास रहेको छ। वर्तमान अवस्थामा सिलामसाकमालाई विभिन्न कार्यक्रम समारोहमा प्रयोग गर्नका साथै पाहुनाहरूलाई ब्याजका रूपमा प्रयोग पनि गरिन्छ। झाँक्री गुफामा रहेको सिलामसाकमालाई संसारको सबैभन्दा ठुलो सिलामसाकमा भनेर चिन्न सकिन्छ भने त्यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु जस्ता हिमालको दृश्य अवलोकन गर्नका साथै याकथुङ हिम अर्थात् लिम्बू समुदायको परम्परागत घर र याकथुङ आर्ट अर्थात् लिम्बू समुदायको परम्परागत कलालाई पनि नजिकैबाट निहाल्ने अवसर पाउनुहुनेछ। हेलो एभ्रिवान, नमस्ते, सेवारो। मेरो नाम सरिता सेन्दाङ। अनि आजको भिडियो के को बारेमा हो भनेर हजुरलाई थाहा भइसक्यो होला। सो हामी जाँदैछौँ झाँक्री गुफा। अनि तपाईँहरू देख्न सक्नुहुन्छ नि, देख्नु हुँदैन रहेछ उता सेतो न सेतो देखेर, त्यही भएर मलाई नि हेर्नु ल। आयो, यो कञ्चनजङ्घा हिमाल होला सायद, यो तलको तमोर नदी। अनि यो गाउँ चाहिँ वाकु इवा तेह्रथुम। अनि झाँक्री गुफा जाँदैछौँ हामी चाहिँ, म र मेरो बहिनी। आइज है, यहाँ इन्ट्रो दे मेरो गाइजहरूलाई। ल, नमस्कार, मेरो नाम चाहिँ रमा सेन्दाङ। त्यति हो ल। अनि हामी चाहिँ बिहान 7:30 बजी हिँडेको। अनि अहिले चाहिँ हामी तेह्रथुम वाकु होइन इवा स्थित आइपुगेछौँ। सो अनि हामीलाई लगभग कति 7:30, 8, 9, 10, 10:30 3 घन्टा लागिसक्यो यहाँसम्म आइपुग्नलाई। अब झाँक्री गुफा पुग्न कति टाइम लाग्छ थाहा छैन। अनि देख्न सक्नुहुन्छ घनघोर जङ्गल छ यहाँ चाहिँ। हामी अहिले जाँदै गरेको ठाउँ चाहिँ तेह्रथुम आट्राई स्थित झाँक्री गुफा। त्यहाँ चाहिँ संसारकै सबैभन्दा ठुलो सिलामसाकमा बनेको छ अरे। अनि टावरहरू पनि छ अरे, अनि घुम्ने ठाउँहरू पनि छ अरे। सो हामी जाँदैछौँ आज सिलामसाकमा पनि हेर्ने भनेर। सो लेट्स गो गाइज। हेलो गाइज। अलिक यताले नजिक तेरो भरे हातै मात्रै लामो स्टिक जस्तो निस्किन्छ। चेयर्स ल, म चाहिँ देखेछु नै भरे पुगिन्छ कि पुग्दैन, डेस्टिनेसनमा पुग्ने टुङ्गै छैन, त्यही भएर बाटैमा बसेर खाजा खान थाल्यौँ है गाइज हामी चाहिँ। ओइ, तेरो साथी त नि के कराएको छ। त्यो भाइ हाँसै पल्लो अर्को घरको रहेछ। अनि खेदाइ गर्छ क्या। अनि फेरि मान्दैन, यतै आउँछ अनि फेरि खेदाउँछ। कस्तो हाँस उठ्ने। फोटो खिच्दिनु अरे छड्के चस्मा लगाएर। यसको स्टाइल देखेर नि म त बडो कन्फ्युज हुन्छु गाइजहरू। खोइ म कहाँ छु? म यहाँ हौ। त्यो टोपी लगाएको कुन टोपी? रातो टोपी लगाउने त म नि। आइया, कालो टोपी लगाएको ए साथीहरू, हामी चाहिँ चस्माले देख्नु। घनघोर जङ्गलमा आइपुगेछौँ। देख्न सक्नुहुन्छ है तपाईँहरू। ल, अहिले त्यो जङ्गली जनावर देखेर हामी चाहिँ साथी नै सँगै देख्न दिदी बहिनी नै संसारको सबैभन्दा मिल्ने साथी हुन्छ अरे नि त। आज यसले डाइलगै नबाजी भन्ने। अहिले चाहिँ हामी तेह्रथुमको सिरान आइपुग्यौँ। सो देख्न सक्नुहुन्छ तपाईँहरू। के हो त कटुसको दाना झर्दा नि तर्सिँदैछस् कि क्या हो? नतर्सी यार, म छु त तेरो साथमा यार। के भएको यार, यो त यस्तो डोन दिदी हुँदा हुँदै अनि डराइदिने तिमी। हाम्रो बाटो देखेर नि कस्तो राम्रो छ। हेर्न सक्नुहुन्छ हामी हिँड्दै गरेको बाटो।
सो शीतल छ अनि झाँक्री गुफा चाहिँ म चाहिँ फर्स्ट टाइम हो मेरो बहिनी चाहिँ पहिला आएको अरे तर बिर्स्यो अरे क्या 2-3 वर्ष अगाडि आएको रहेछ ल ओफ गफ हान्दैछ यसले अनि यो चाहिँ पहिला आएको रे म चाहिँ फर्स्ट टाइम हो मलाई थाहा छैन त्यही भएर है गाइज अलिक गाह्रो छ अनि चस्मा झरो के भन्नु यो चस्मा मिला त यो त यसै गर्छ आया मिला न यहाँ मेरो यहाँ कामदार ल्याएको के काम यो चस्माको त पावर छ है क्या यार हामी जङ्गल आया यो चस्मा निकाल त निकाल तेरो काम के हो तँलाई के गर्नु ल्याएको मैले लु छिटो निकाल 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 भर गइहाल्छ चलाउँछ सर्पलाई भनिदिउँ भन्दै म नागिन हो नि मेरै त यो शेष नागिनको खाना हो यहाँ बस्न एकचोटि अहिले म परिवर्तन गर्नु यसले रूप परिवर्तन गर्छ अरे अहिले यो शेष नागिन अरे अनि त्यही भएर अरे हुन नि सक्छ म त विश्वास पनि गर्दिनँ नि फेरि बेहुरा हेर्दा नि त्यस्तै त्यस्तै लाग्दैछ अब एउटा ऊ के अरे के सपेरा नाग राजा खोजिदिनु पर्छ नाग राजा ल नागराजाहरू यता शेष नागिन हुनुहुन्छ हजुरहरूलाई मन पर्यो भने चाहिँ यता सम्पर्क गर्दा हुन्छ है प्लिज भन्नु त्यो क्या प्रिन्सेस ट्रिटमेन्ट क्या साँच्ची भन्दै यार ल लुदरै हो आज त म साधारण यति छु कि कसैको पाउमा सजिलै के अरे निहुरिन सक्छु ओहो डाइलग मेरो पनि खुस्केछ भन्नु बा रिभेन्ज त ल्याइहाल्छ क्या यसले फेरि मेरो ल समा फेरि गाइजहरू रिसाउनुहुन्छ नि त मैले मात्रै लगाएँ भने त्यही भएर 2जना लगाएको देखाउनु पऱ्यो आइसमती भयो बुक्की फुल हेर्न सक्नुहुन्छ यस्तै हुन्छ बुक्की फुल चाहिँ हो हो तेरो दिदीलाई के चाहिँ थाहा छैन भन्न सब कुरा थाहा छ राम्रो बाहेक ओहो फाइनली गाइज आइपुग्यो है ल देख्न सक्नुहुन्छ सल्लेरी वन यहाँमाथि छ सल्लेरी वन देख्दा चाहिँ मलाई एउटा गीतको याद आयो क्या तँलाई आउँछ सल्लेरी वनमा साँझको बेला कोइली कान्छा कराउँछ हेर्दामा डल्ले कालेमा काले कल्ले पो कान्छा पत्याउँछ भन्ने गीत छ है पूर्वेली सङ वाह आइपुग्यो हाउ आर यु फिलिङ I'm feeling भेरी सिम्पल ओहो पिङ पनि रहेछ ऊ यहाँ पर देख्न सक्नुहुन्छ तपाईँहरू ओहो हावा पनि मजाले चल्ने रहेछ यहाँ चाहिँ अनि यहाँ साइडमा चाहिँ ठुलो अक्षरले लेखेको छ झाँक्री गुफा भनेर देख्न सक्नुहुन्छ तपाईँहरू पनि हामी चाहिँ घरबाट कति 7:30मा हिँडेको 1 बजी आइपुग्यौँ भनेपछि 8, 9, 10, 11, 12, 1 5.5 घन्टा लागेछ हामीलाई हामी चाहिँ उता ताप्लेजुङ फुलबारीबाट आएको हो अनि कति 5.5 घन्टा भनेपछि छिट्टै आएको यतिको निर्माण पाहिम परिवारले बनाउनु भएको रहेछ ल संसारकै सबैभन्दा ठुलो सिलामसाकमा है यो नजिकबाट आएर हेर्दा चाहिँ एकदमै ठुलो रहेछ भिडियोमा चाहिँ मैले त्यस्तो ठुलो देखेको थिइनँ है बाइ द वे देख्न सक्नुहुन्छ ल पाहिम परिवारबाट निर्मित यो ठाउँमा चाहिँ पाहिम परिवारहरू बस्नु हुँदो रहेछ उहाँहरूले बनाउनु भएको रहेछ
अनि यहाँ चाहिँ लिम्बू भाषाबाट लेखिएको रहेछ। अनि सिलामसाकमा भनेको के हो भनेर यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू। ल पज गरेर हेर्नुहोस् ल। सिलामसाकमा को अर्थ, सिलामसाकमा भनेको के हो सबै हेर्न सक्नुहुन्छ है। के गर्दैछ यता चाहिँ के रहेछ, ए नामहरू रहेछ। यहाँनिर सहयोग गर्नु हुने मान्छेहरूको नाम होला सायद। ल मलाई चाहिँ एकदम राम्रो लाग्यो है यहाँको सिलामसाकमा। आमा भ्यू टावर रहेछ यसको नाम। जाउँ न त के छ त होइन, चढेर हेरिदिउँ न त भ्यू। यो भ्यू टावर चाहिँ कुमारी कुङबाङ पाहिमको सम्झनामा बनाइएको रहेछ, देख्न सक्नुहुन्छ तपाईँहरू। अबको यसकुमारीबाट चढेर चाहिँ हामी भ्यू हेर्न गइरहेका छौँ। आउनुहोस् ड्रोन सट लिनु पर्यो सिलामसाकमाको। माथिबाट भइदिउँ न ल। यस्तो छ गाई के भन्छ अरे ड्रोन सट। ल यहाँबाट चाहिँ लिम्बू समुदायको घर पनि बनाएको रहेछ अहिले चाहिँ, लिम्बू कल्चरलाई झल्काउने। अनि यहाँ छ सिलामसाकमा। अनि यहाँ चाहिँ हेलिप्याड, यो चाहिँ बन्ने क्रममै रहेछ है। ल हस्पिटल हो, हुन्छ यसले लेखेर यसले हस्पिटल भन्दैछ है। ल झाँक्री गुफा आउने क्रममा चाहिँ यहाँ आउनु न दाजु, मेरो भ्लगमा आयो भनिदिनुहोस्। हाई भन्नु। हेलो तपाईँको नाम? गाइसहरु, मेरो चाहिँ विशाल गुरुङ। विशाल गुरुङ हाम्रो दाई हुनुहुन्छ उहाँ चाहिँ। अनि हाम्रो गाउँको भनौँ न, आउने थाहा भएको भए त सँगै आउँदा नि हुन्थ्यो, तर अब ठिकै छ। यहाँ बडो उयो चल्दो रहेछ जुम तल। ल हामी चाहिँ अहिले यतापट्टि आएको छौँ पिङ भएको ठाउँमा। यहाँ देख्न सक्नुहुन्छ पिङ, यसलाई के पिङको भन्छ, रोटे पिङ सानोबाट चक्चा गरेर। यहाँ माथि चाहिँ घर छ हजुर। अब पिङ खेल्न पर्ला है, रोटे पिङ खेल्दैछन् साथीहरू, देख्न सक्नुहुन्छ। यो रोटे पिङ अनि यो चाहिँ लिङ्गे पिङ। पहिला पुरानो हाम्रो पुर्खाहरूले चाहिँ मेला लगाउँदाखेरि यस्तो पिङमा खेलाउनु हुन्थ्यो। त्यो हामीले त अब फिल्म उदी मात्रै देख्ने हो होइन, त्यो सबै कुरा थाहा हुँदैन नि त। त्यो भएर यही हो है। ल हेर्न सक्नुहुन्छ। बालकले एकचोटि सिलिपीतिर खेल्ने अरे। ल आइज आए वृद्ध बालक। ल यो मैले देखाउँदै गरेको आर्ट चाहिँ यसलाई भन्छ लायप, अनि अर्कोलाई भन्छ खेसे। यो आर्टहरूलाई चाहिँ विशेष गरी घरको वालमा राखिन्छ भने ढाकाको टोपी र ढाकाको साडीमा नक्सा उतारेर लगाइने पनि गरिन्छ है। ल यहाँ चाहिँ टक्क च्याब्रुङ सिलामसाकमा, अनि खेसे भन्छ यसलाई। लाले गुराँस हाम्रो राष्ट्र फुल। ल यहाँ पाना बनाएको ठाउँ आइसकेको छौँ गाइज। लपको पाना बनाएको रहेछ। यो मेरो लागि काम छैन आज, आजको दिनमा होइन। हामी चाहिँ यत्तिकै घुम्ने हो, हेर्ने हो भाइ। खोइ त नि जोडी एक्लै जन्मेको एक्लै मर्ने। ल साथीहरू हामी चाहिँ अहिले गुफामा छिर्दैछौँ। गुफा रहेछ, झाँक्री गुफा आइसकेपछि गुफा चाहिँ छिर्नै पर्छ है। ल यहाँ रहेछ। अनि यहाँ तलदेखि आउने सिडी नै सिडी रहेछ। हामी चाहिँ यतादेखि आएको। ल अब चाहिँ छिर्ने क्रम जारी छ है गुफामा। गुफा त अनि कस्तो डेन्जर रहेछ त। ओहो झोला पनि छ, छिर्छ कि त हौ। ल हिँड्द है। पानी रहेछ यहाँ। कहाँदेखि आएको होला यो पानी।
माथि दुलो रहेछ नि त अनि ल हिँड त हिँड त ए ल हिँड हिँड एकदमै ओहो पैसाहरू चढाउनु मिल्छ धार्मिक स्थलमा तिम्रो दशा चाहिँ कटोस हुन ए हो ल है मैले चाहिँ ढोगेँ अनि यहाँ यति मात्रै हो गुफा यता छिर्ने यही होला यो मुनिको के हो मुनि त होइन होला यति होला यति होला ल जाउँ गुफा ल राम्रो रहेछ है गुफा चाहिँ आउनै पर्ने अब त्यो सिडी पनि बनाएको रहेछ छिडेर बनाएको रहेछ सायद अच्छी पानीको थोपाले यस्तोमै झऱ्यो ल जाउँ 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 नानी पनि रहेछ ल ल कस्तो भयो त गुफा छिर्दाको तपाईँलाई अनुभव एकदम रमाइलो हो भाइलाई एकदम रमाइलो हो तँलाई भएन केही पनि भएन दाजुलाई कस्तो फिल भयो एकदम फर्स्टचोटि आएको होइन एकदमै राम्रो लाग्यो एडभेन्चर फेरि पनि आउने सबैलाई आउन अनुरोध गर्दछौँ होइन अब के भन्छ भिडियो हेरेर सबैजना आइदिनु होला नआउने पनि आउनुहोस् आउने भए पनि आउनुहोस् है यही सन्देश दिनु। आउनुहोस् है सबैजना त्यस्तो भन्नु खोज्यो होइन यो पहिला हाम्रो के सत्य युगमा भन्नु कि के भन्नु त्यतिखेर चाहिँ झाँक्री बस्नुहुन्थ्यो अरे यो गुफामा त्यही भएर झाँक्री गुफा भएको अरे क्या यो ठाउँको नाम चाहिँ यो गुफाको नाम भनौँ न हामी चाहिँ यहाँ माथि के दाजु नेपालको झन्डा भएको ठाउँमा जाँदैछौँ गुफाको झाँक्री गुफा मासतिर चाहिँ यो झन्डा देख्न सक्नुहुन्छ हाम्रो झन्डा नेपालको झन्डा फरफराइरहेको छ एकदम गौरवताको साथ होइन ल जेएनजीहरूले गरेर झन् राम्रो तर यो झन्डा फरफराउँदा चाहिँ फाल्टै खालको फिलिङ चाहिँ हुने क्या कस्तो गर्व लाग्ने टाइपको नि ओहो मेरो देशको झन्डा फरफराइरहेछ भन्ने टाइपको हुन्छ नि त झन्डा भएको ठाउँमा नि आइपुग्यो है ल ल हामी चाहिँ फर्किन लागेको साथीहरू उहाँ पर देख्न सक्नुहुन्छ कञ्चनजङ्घा हिमाल तर ढाकेको रहेछ कुहिरोले ल जाउँ भाइ सनस्क्रिन लौ लौ ए ल उसलाई चाहिँ यहाँ आवश्यकता छ ल भाइ लु जाउँ अनि यहाँदेखि नि फर्केको अब चाहिँ लिम्बू कल्चरल घरलाई पनि छोडेर जाँदैछौँ हामी चाहिँ गाइज अब जान त मन थिएन नि के गर्नु होइन जानै पर्यो अहिले चाहिँ एकदमै राम्रो आउने रहेछ यो घाम गयो नि त ओहो यता पनि छ अनि यहाँ पनि ढोकामा सिलाम साकमाहरू छ देख्न सक्नुहुन्छ सल्लाहघारी हेर्न हिँडेको कस्तो ल सल्लाह दामी रहेछ है दामी भित्र छ यहाँ चाहिँ गोरे भन्ने त्यो एउटा भिडियो थियो नि त्यस्तो भाइ पाउने टाइपको छ अरे क्या यहाँनिर भित्र सो हामी जाँदैछौँ हो अनि दाजु यो त बत्ती बालेर खिच्ने बेला भएछ नि त अन्धकार ओहो यहाँ त साँच्चै गोरेवाला भाइ पाउने रहेछ हो नि राति त डर लाग्ने रहेछ बेलुकी भएपछि त ल सल्लाहघारी हेर्न सक्नुहुन्छ है आइया सल्लाह धुपैले सानो निन्द्रामा बिउझायो तिम्रो रूपैले ए हो गोरे यसलाई त ठ्याक्कै त्यो रोलमा सुहाउने रहेछ फेरि थाहा छ कि त्यो थाहा छैन गोरेवाला त्यो भूतको क्या ल हाम्रो सल्लाहघारीको ट्रिप पनि सकियो
ल हामी चाहिँ यहाँबाट नि अब हिँडेको घर। हाई गाइज, अहिले चाहिँ हामी हाङपाङको पञ्चमी डाँडा भन्ने ठाउँमा जाँदैछौँ। त्यहाँ पनि एउटा सिलामसाकमा राखेको छ। सो तपाईँहरूको लागि हामी त्यहाँ जाँदैछौँ गाइज। च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला अरे आज। ल त्यहाँ चाहिँ हामी जाँदैछौँ। त्यहाँ पनि एउटा सिलामसाकमा राखेको छ। अनि हेरौँ ल कस्तो छ गएर है त। के अरे स्प्राइट खाऊ के बनाऊ अनि त्यो इनर्जी बढाउँ है गाइज। बढाउँ अनि यसरी कुदाउँ। अनि यसरी छिटो छिटो पुगिन्छ। ओहो ल सिलामसाकमा चाहिँ यस्तो देखिने रहेछ है। अनि यहाँ तल राम्रो नजरिया देखिने रहेछ, हेर्न सक्नुहुन्छ। तर कस्तो यहाँदेखि काली लाग्दो देखिने है होइन। कस्तो यो डाँडादेखि चाहिँ सबै देखिने रहेछ भ्यू चाहिँ। तर कस्तो काली लाग्ने ठाउँ यहाँदेखि त भिड रहेछ नि त तल। यहाँ पर चाहिँ रमिता देखिरहेछ। अनि यहाँ छ ल पञ्चमी डाँडा, हाङपाङको पञ्चमी डाँडा चाहिँ यस्तो छ है। ल साथीहरू किसिमै देख्यो नि, मान्छे राम्रो होला कि भ्यू राम्रो होला, तपाईँहरू पनि आउनु होला।